आधा शताब्दीदेखि पोखरा महानगरपालिकाभित्रको सिटी बस पार्क बन्छ वा बन्दैन, कहिले बन्छ भन्ने धेरै दुविधा थियो। यसमा यहाँ भएको जग्गा धनीहरू, वर्षौँदेखि बस्नुभएको साथीहरू, यहाँभित्र बसोबास गर्नुभएको सुकुम्बासी क्षेत्रमा बस्नुभएको साथीहरू सबैको साथ सहयोग छ। सबै राजनीतिक दल, स्थानीय प्रशासन सबै मिलेर हामीले पोखरा बस पार्क यो आधा शताब्दीदेखि बढेको सपना चाहिँ अब पुरा गर्दैछौँ। अगाडिको यो खाली भएको भागहरू चाहिँ आजबाट हटाउन सुरु हुन्छ र भित्र सुकुम्बासी बस्ती 572 जनाले आफ्नो फर्म भर्नु भएको छ। उहाँहरूको चाहिँ अहिले हामीले त्यसको छानबिनको क्रममा छ। नसकेको कारणले गर्दा केही दिन म्याद थपिएको छ र उहाँहरूका लागि कहाँ व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि हामी काम गरिरहेछौँ। सुकुम्बासी भित्र बस्तीभित्र बस्नुभएको साथीहरूको उचित व्यवस्थापन हुन्छ। व्यवस्थापनको साथसाथ नै बस पार्क बन्ने काम पनि सुरु हुन्छ र आजबाट यो सबै हटाउने प्रक्रिया सुरु हुन्छ। सबैको साथ सहयोगका लागि धन्यवाद। अब अहिले पहिला खाली गर्न दिनुहोस्, त्यसपछि सबै होइन सुकुम्बासी बस्ती उहाँहरूलाई अन्यत्र कहाँ बस्ने भन्ने कुरा दिएपछि खाली हुन्छ। धन्यवाद।